लामास ब्याक एन्ड लाम्पर पनि ब्याक तपाईँलाई नराख्छु ब्रेलेर मैले आजले अलिकति बिजी भएर नि सङ ड्रेसिङ गर्नु पाएको छैन अनि आई वाज वेटिङ फर दिस सङ है फर दिस भिडियो स्पेसली होइन अरू अरू गीतहरू आइरहेको थियो खास रियाक्ट गरौँ भन्ने मन पनि लागिरहेको थिएन अनि फेरि टाइम पनि भएन क्या बट या फाइनली अगेन है दोङको प्रतिबिम्बा एल्बम 2बाट चाहिँ के छ भने गीत विथ भिडियो लाइक एकदमै डिफ्रेन्ट अहिलेसम्मको दोङको आई थिङ्क फर्स्ट भिडियो हुनसक्छ यस्तो खालको क्या होइन डिफ्रेन्ट स्टाइल विच इज लाइक एउटा स्टोरी हालेर बनाएको भिडियो छ होइन सो आइ एम सुपर एक्साइटेड अनि कतिजनाले चाहिँ लेट मी है क्लियरिफाई होइन अब योभन्दा अगाडिको ड्रप भएको गीतमा पनि त्यही प्रतिबिम्ब 2 एल्बमकै ड्रप भएको गीतको पनि सबैजनाले लाइक भिटिएनलाई सर्ट हो अरूलाई कसैलाई चाहिँ सबै मिनल छ भन्ने जस्तो तर होइन जस्तो लाग्छ मलाई चाहिँ है जहाँसम्म किन यसको त्यो गीतै त्यस्तो छ होइन त्यो कसैलाई अरूलाई अब यत्रो नेम फिल्ममा आइसक्यो मान्छेले किन अरूलाई होइन त्यो डिसाइड हुनुपर्ने लाइक सब्लिमिनल जानु पनि पर्ने छैन जस्तो लाग्छ बट या कसैको लागि मेल खान सक्छ तपाईँले तपाईँको पोइन्ट अफ भ्यू हो कसरी सोच्ने हो भने कसरी लिने हो भन्ने कुरा सो ढिल नगरेर लेट्स ऱ्याक के भन्दो रहेछ मलाई यति सिनलाई टच गरेर क्या यति सिनले मलाई लाइक आइ एम थिङ्किङ ओ माई गॉड दिस इज गन समथिङ डिफ्रेन्ट लेभल है 1998 मा ब्याक भएको छ है Look at the king! Don't fucking bro! यस्तो भवल देखा छ आमा सेट तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्डमै छौँ तेरो आइडलहरू कहाँ छ माइकमा थुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रे गर मने पद्मे हरे राम हरे तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्डमै छौँ तेरो आइडलहरू कहाँ छ माइकमा थुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रे गर मने पद्मे हरे राम हरे Oh my god! Don't bro, you're just fucking killing man. मैले के भन्नु अब लाइक मैले लाइक प्रिडिक्सन गरेको त होइन लङ टाइम ओभर क्या लाइक आई थिङ्क लास्ट इयर जस्तो मैले जब लङ इयर नभन्नु लङ टाइम मन्थ अगो होइन मैले जब त्यो दोङको गीत रियाक्सन गर्दाखेरि चाहिँ अलवेज एक्सपेक्टिङ क्या दोङबाट समथिङ केही भिडियो बवाल भिडियो आउँछ होला गर्थी हुन्थ्यो भन्ने चाहिँ मलाई फिल हुन्थ्यो क्या ओ भाइ लुक एट द लुक्स ब्रो लाइक टोटली लाइक हुन्छ नि कोरियन चाइनिज पाराको त्यो बवाल लाइक लुक्स हुन्छ नि जङ्गिस खान भनौँ काइन्ड अफ लाइक द्याट होइन सो लाइक नेपाल किङको नै राजा फिल हुने क्या त्यो हेर न भिडियो क्वालिटी टक्क त्यो कता कता त्यो इन्डियन मुभीतिर हुन्छ नि त्यसको कता कता त्यस्तो फिल पनि आउने छ त्यो एक्सन मुभीतिरको जस्तो सिन हुन्छ नि टक्क अनि डाँडामा राखेर टक्क त्यो मान्छेले अच्छा स्टोरी टच स्टोरी छ होला होइन टक्क मारेर टक्क गाडीमा सक्क राखेर 1990 मा ब्याक बच्छ ब्रो शिट म्यान द भिडियो ओ मने पद्मे हरे राम टक सेन्सिटिभ ऱ्यापर्स ब्याक टु पजामास केदारको लाइन हो मलाई थाहा छ रिफरेन्सको मतलब तँलाई थाहा छ थाहा छैन भने सुन्ने गर ऱ्यापको मतलब बुझ्ने छस् हिपहपको बिटमा झुम्ने छस् मुटुमा क्रान्ति बल्छ कसैको अगाडि झुक्दैनस् भ्युजको लागि कुद्दैनस् भाइरल हुनलाई कुर्दैनस् हामी टिकटकमा चल्ने ऱ्यापर होइन अन्धकार सीनमा डडेलो लाउने ऱ्यापर रहेछ शब्द खेल व्यापक नै छ कोन्जे सोम दोङको जति कसैको एल्बम छैन Oh my god Oh, beat, man. Beat and the video and the lyrics. Oh, shit. Bro, look at him, man. Fucking another level, bro. यस्तो खालको क्वालिटी भिडियो यस्तो खालको स्टोरी चाहिँ man. I think it's really rare है अबको मान्छे अबकोले ल्याउन सक्ला अब अहिलेसम्म ल्याएको थिएन क्या अघि कोन्जे सोम भनेको चाहिँ लाइक हाम्रो तामाङमा नै 3टा भवन हुन्छ कोन्जे सोम भनेको होइन ब्रह्मा विष्णु महादेव भने जस्तै कोन्जे सोम जस्तै उसको लिरिक्स उसको क्यापासिटी उसको पावर ब्रो फक भिडियो हेर न बिट हेर शिट म्यान एउटा भिडियो सिंगल तेरो व्यापार रहेछ व्यापार तिमीहरूको
साह्रै नै ल्याङफ्याङ नै छ खाली ठाउँ भर्न आइस खेलिरहेको मैले ह्याङम्यान नै हो गाउँबाट तिन पानी झर्छ कहिले काहीँ फोडे स्याम्पेन नै हो टहरामा जन्मे निशाना मेरो म्यान्सन नै हो टेक्निकल हान्न आउँदैन माइकमा बोलेको फ्यासन नै हो फ्यासन फलो गर्दिन जे गरे मैले त्यही फ्यासन बन्छ हात्तीहरू कति ढाले केटाहरू भन्छ त क्यासेट गर्छस् तर त्यस्तो केही होइन साथी मलाई मन पर्छ कालो भन्दा धेरै सेतो हात्ती तर त्यस्तो केही होइन साथी मलाई मन पर्छ कालो भन्दा धेरै सेतो हात्ती कालो भन्दा नि सेतो हात्ती अब द टु मिनिङ्स है पैसा मन पर्ने भन्ने हुन्छ लाइक म त्यस्तो त जस्तो नेगेटिभ मान्छे होइन लाइक कालो त चाहिँ कालो हात्ती लाइक ब्ल्याक एनर्जी होइन नेगेटिभ एनर्जी बट आम वाइट एनर्जी सो लाइक म त्यस्तो मान्छे होइन आम द फुल्ली क्लियर लाइक वाइट हर्स भने जस्तो वाइट हात्ती इट्स रेयर म्यान लुक एट दिस ब्रो फकिङ म्यान भिडियो हेर न गाइज भिडियो यार द सेट हेर त ओ फकिङ टु रिच म्यान यो त कसम यो त इन्टरनेसनल जानुपर्छ यार यो भिडियो त यार लेट दम लाइक यु नो इन्डियन बेस्ट ऱ्यापर लाइक हुन्छ नि बाहिरको बल ऱ्यापरलाई लेट देम टक ब्रो दिस भिडियो म्यान गाई वी शुड प्राउड वी शुड हुन्छ नि एउटा रेस्पेक्ट गर्नु पर्यो क्या सबै ब्रो ओ शिट ब्रो तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्डमै छौ तेरो आइडलहरू कहाँ छ माइकमा ठुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रेगर मने पद्मे हरे राम हरे तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्डमै छौ तेरो आइडलहरू कहाँ छ माइकमा ठुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रेगर मने पद्मे हरे राम ब्याटल होस्ट गरे वाइबी जस्तै कति ऱ्यापर जन्म्यो फर्स्ट डे याद छ मलाई तिम्रो हात काँप्दै आएको वर्कसपमा कतिजनालाई ऱ्याप क्लास पढाएको कतिले उल्टो माइक समाएको कतिलाई माइक समात्न नआएको कतिले अब फर्स्ट अफ अल वाइबी हाम्रो भएमा बुद्ध ब्रोलाई पनि होइन सडा दिनुभएको छ अनि ऱ्याप प्यारलमा थाहा छ कतिजना ऱ्याप आएको होइन कतिले चाहिँ मसँग क्लास लिएको होइन अनि कतिलाई माइकसम्म आएको कतिलाई माइकसम्म नआएको अब यस्तो सुन्दाखेरि फेरि कता लाइक कसैलाई सबै मिल्छ हो कि भन्ने फिल हुन्छ अब त्यति डिपली त फेरि अब त्यो बेला अब मैले डिस भन्दा अरू कुनै सुने छैन अब अरू त्योभन्दा कोही ऱ्यापरहरू छ होला तर त्यही हो अब ब्रोले अब लाइक काइन्ड अफ लाइक 1990बाट ब्याक भइरहेको छ नि त होइन अब आउँदै गर्दाखेरि चाहिँ अब त्यो बेला पनि धेरै ऱ्यापर्सहरूले चाहिँ दोङलाई चाहिँ धेरै नै अब यताउति भन्ने गर्छ नि त होइन भने त्यो टाइममा पनि ब्रोहरूले अब दोङ र नाउँचन्सारीले चाहिँ गीत निकालिसकेको थियो लाइक फुल्ली इङ्ग्लिस भर्सनमा भवाले छ होइन तपाईँले गएर सुन्न सक्नुहुनेछ त्यही हो अब यसो सोच्दा कता कता चाहिँ सबै मिल्छ हो कि कसैलाई होइन इन्डाइरेक्टली भनेर जस्तो फिल हुन्छ ऱ्याप ब्याटल बीचमा बेसी बोल्दा झन्डै खाएको सेकेन्ड राउन्ड पुग्नु अगाडि कतिलाई ऱ्याप पार्ट पढाएको रोलरको बिटले सबैलाई प्यारल कसले कति खाएको को त यार कसलाई दियो यार कसलाई हो तर लर अफ पिपल दे टक अबाउट लाइक भिडियन नो इट्स नट भिडियन भन्छ त्यसको कुनै कनेक्सनै छैन त्यो भिडियनलाई हानेकै होइन क्या त्यो होइन अब कोही ऱ्यापर भित्रै अब त्यो अरू त्यो ऱ्याप भाइरलमा भएको ऱ्यापरहरूलाई नै कसैले हाने हो कि नत्र मेबी लाइक होइन कोइन्सिडेन्स त्यस्तै लिरिक्स त्यस्तो हो कि भन्ने चाहिँ लाग्छ मलाई अब भन् तिमीहरूले मलाई बनाएको कि हामीले तिमीहरूलाई बनाएको चाहे भन्ने एक्लै ताना पर्दैन खाँचो मलाई थाहा छ तिमीहरूले कतिको पुण्य छ जालो अनलाइनमा जति भुके नि अगाडि फोटो खिचेरै जान्छस् डनसँग फोटो खिचेर आफूलाई डन्ने ठान्छस् भाग तोरी लाभ छोपी गर्न आउँदैन चाप लुसी तिम्रो जति नामी भए पनि आउँछस् मेरो चाक मुनि सिम पल्टाइदिए नाक मुनि कन्ट्रोभर्सीले थामेको सब ऱ्याप क्वेक आई फाक मुची टाप मुसी तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्डमै छौँ तेरो आइडलहरू कहाँ छ माइकमा त्यो ब्रोले एक्टिङ गर्न आएको हाँसिरहेको छ गरेर होइन अब किङ इज किङ एन्ड डन इज डन भन्न चाहिँ अब होइन डङ इज डन है अब काइन्ड अफ होइन अब कसैले पनि यु डोन्ट ह्याभ टु टिच हिम होइन किन लाइक हिनो द सिन हिनो त त्यत्रो स्ट्रगल रहेको मान्छे होइन त्यो बेला कसैले यताउति भन्यो होला भन्छन् त्यो क्रिटिसिजम गर्ने मान्छे धेरै हुन्छ होइन क्रिटिसाइज गर्ने मान्छे धेरै हुन्छ डजन्ट म्याटर म्यान
Look at the video, bro. Look at the beat. Look at his voice. Not voice. Like look at his lyricism. His outfit baba लाएर looks बब्बा लाएर यो दोङको लागि एकदमै युनिक अलवेज हुन्छ नि जहिले क्याटमा टोपीमा देखिरहेको त्यो हैन वडा नम्बर 6 लेखेको त्यो ह्याट भन्दा डिफरेन्ट पुरै ब्ल्याक ह्याट एन्ड ब्ल्याक सुट ओ शिट पुरा इन्टरनेसनल भाइब दिइरहेछ मलाई त्यो जस्तो दाउद इब्राहिमको त्यो भाइब दिइरहेछ क्या होइन त्यस्तो पाराको क्या आफ्नै वरिपरि सर्कलहरू चाहिँ दुश्मन छ भनेर देखाइरहेको ब्रोले ठुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रे गर मने पद्मे हरे राम हरे तेरो फेभरेट ऱ्यापर कहाँ छ हामी त फिल्ममै छौ तेरो आइडलहरू कहाँ छ माइकमा ठुकिरहन्छु बिहानदेखि साँझ तिनीहरूको लागि प्रे गर मने पद्मे हरे राम हरे पछाडि पुरै जाप्न छ त यार कहाँ क्लिक गरेछ यो Shit, bro. Oof. Oh, look at the different Dong Z the back. Oh shit. Oh man, I love it, bro. I love it. Yeah. यो बिट स्विच त नेक्स्ट पनि छ क्या फेरि अझ Okay. Oh, I love this, man. Look at the character, bro. Oh my god, fucking man. I want to keep these ones. Okay. Believe me, यार एकदमै मलाई बवाल लाग्यो है बवाल भन्दा लाइक इज लाइक too good, right? Too good. The beat, music, the video, and his looks totally new. Okay, यो चाहिँ Dong is back नि हो क्या. So this is what we call Dong is back. Okay, Dong the Great, he is back, man. So सोचेको थिएँ अब चाहिँ Dongले के ड्रप नकला अब सायद यसो होइन बिस्तारै रेसको लास्ट लाग्थ्यो but I wasn't expect, man. He just blasted, bro. यस्तो भिडियो ल्याउनु थाल्यो भने फेरि अनि आग लगाइहाल्छ नि फेरि मान्छेहरू पागल हुन्छ ल कसरी यस्तो बनायो भनेर बट लाइक ह्याट्स अफ सब टिमलाई ह्याट्स अफ है अनि या दोङ आइम सुपर एक्साइटेड गाइज है अनि फर दिस काइन्ड अफ भिडियो थ्याङ्क यू सो मच फर गिभिङ अस रियली के भन्छ न हामीलाई नै रियाक्सन गर्ने मान्छेलाई नै एक्स्ट्रा एनर्जी आउँछ क्या समथिङ वी आर गेटिङ समथिङ न्यू होइन सो या अब दिस लाइक अलवेज बेस्ट ट्र्याक फर माई बेस्ट ट्र्याक है एन्ड थ्याङ्क यू सो मच प्लिज गएर हेरिदिनुहोस् होला मन पनि छ होइन अस्ति 1 भर्खरै ड्रप भएको छ फेरि 2 ड्रप भइसक्यो गएर हेरिदिनुहोस् माया गरिदिनुहोस् आजलाई यति पनि बिदा चाहन्छु प्लिज सब्सक्राइब गर्नुहोस् एन्ड लाइक कमेन्ट अनि को जस्तो लाग्छ तपाईँलाई सब्जी मिलाउँछ कसलाई हानेको जस्तो लाग्छ भने तपाईँलाई प्लिज कमेन्ट गरिदिनु होला आजलाई यति पनि बिदा चाहन्छु थ्याङ्क यू सो मच धन्यवाद